फेरि अर्को कम्पनीले आइपिओ खुलाउने अनुमति पाएको छ। कुन कम्पनी रहेको छ, कति किता खुलाउने अनुमति पाए त, त्यसको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। नेपाल धितोपत्र बोर्डले कालिन्चोक हाइड्रो पावर लिमिटेडलाई आइपिओ खुलाउने अनुमति दिएको छ। यस कम्पनीले टोटल 13,75,000 किता शेयर निष्कासन गर्ने अनुमति पाएको छ भने प्रति किताको मूल्य 100 रुपैयाँको दरले र त्यसैगरी सेक्टर भनेको हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरमा चाहिँ आरबीबी मर्चेन्टलाई राखिएको छ र आज भर्खरै आइपिओ खुलाउने अनुमति पाएको छ भने अब कहिलेदेखि खुल्दैछ त्यसको मितिहरू तोक्न बाँकी नै छ। अबको केही दिनमा चाहिँ कहिलेदेखि खुल्दैछ त्यसको अपडेटहरू आउनेछ। सुरुमा पहिलो चरणको आइपिओ खुल्नेछ जसमा वैदेशिक तर्फ र स्थानीय तर्फको लागि खुला हुनेछ र त्यसपछि दोस्रो चरणमा मात्रै सर्वसाधारणको लागि चाहिँ खुला हुनेछ। सो अब छिटै नै खुल्दैछ र कहिलेदेखि खुल्दैछ त्यसको अपडेटहरू पाउनको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला।